नमस्कार। आज मिति 2083 साल श्रावणको 18 गते सोमबारको दैनिक पञ्चाङ्ग र 12वटा राशिहरूको गोचर भाववसात फलहरू लिएर दैनिक राशिफल लिएर हामी उपस्थित भइसकेका छौँ। सुरु गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल श्रावणको 18 गते रहेको छ। त्यस्तै सोमबार श्रावण कृष्ण पक्षको पञ्चमी तिथि रहेको छ। उत्तर भाद्रपदा नक्षत्र रहेको छ। शुक्रमा र त्यसपछि धृति योग रहेको छ भने कौलवपछि तैतिल करण रहेको छ। आज बिहान सूर्योदय 5:28 भएको छ भने सूर्यास्त 6:50 हुनेछ। चन्द्रमा मीन राशिमा गोचर गर्नुहुनेछ। आजको संयुक्त पञ्चाङ्ग फल भन्नुपर्दा आज पञ्चमी तिथि भएकाले विद्या अध्ययन, मन्त्र जप, शिव पूजा तथा ज्ञान सम्बन्धी कार्यका लागि अनुकूल समय रहेको छ। उत्तर भाद्रपदा नक्षत्रले धैर्य, गम्भीरता, आध्यात्मिक चिन्तन र दीर्घकालीन योजनालाई बल दिन्छ। त्यस्तै शुक्रमा योगले शुभ कर्म, नयाँ योजना र जिम्मेवारी पूर्वक गरिएका कार्यहरूलाई सहयोग गर्दछ। अब जाउँ चन्द्रको गोचरवश आज मेषदेखि मीनसम्मका राशिहरूलाई के कस्तो रहन्छ त। चन्द्रमालाई शास्त्रले मन, भावना, स्मृति, सुख तथा जनमानसको कारक मानेको छ। त्यसैले आज प्रत्येक राशिबाट चन्द्रमा कुन भावमा परेको छ त्यसै अनुरूप दैनिक फलको विचार गरिएको छ। मेष राशि। आज मेष राशि हुनेहरूका लागि चन्द्रमा 12औं भावमा परेको हुनाले 12औं भाव खर्च, निद्रा, विदेश त्याग र अन्तर्मनको भाव भएका कारण हजुरहरूको खर्च बढ्न सक्छ। विदेश वा टाढाको कार्यमा सोच बढ्न सक्छ। कुनै यात्रा हुन सक्छ। खर्च हुन सक्छ। आध्यात्मिक रुचि बढ्न सक्छ। विश्रामको आवश्यकता महसुस हुन सक्छ। अस्पताल आसपास जानुपर्ने वातावरण बन्न सक्छ। विदेशिएका मानिसहरूसँगको छलफल हुन सक्छ भनेदेखि आज मनको कारक चन्द्रमा व्यय भावमा हुँदा हजुरको मन बाह्य उपलब्धि भन्दा भित्री चिन्तनतर्फ आकर्षित हुन सक्ने, मनमा धेरै खुसी, निकै उत्साह, जोश अथवा कुनै कारणले मनमा गहिरो नराम्रो असर पर्न सक्ने भएकाले यसबाट अनावश्यक खर्च र अनावश्यक मानसिक चिन्ताबाट बाहिर रहन सक्नुहुन्छ। त्यस्तै आज हजुरहरूको लागि शुभ रङको रूपमा सेतो रङ रहेको छ। वृष राशि। चन्द्रमा एकादश भावमा हुने भएकाले आज वृष राशि हुनुभएकाहरूलाई आम्दानी र लाभको सम्भावना रहनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। रोकिएका कामहरू अगाडि बढ्न सक्नेछन्। केही लाभ हुनेछ, प्राप्त हुनेको छ। रोकिरहेको काम निरन्तर रूपमा हुनेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ। तर ज्यादा लोभ लालच हजुरका लागि सावधानीका रूपमा लिन सक्नु पर्नेछ। त्यस्तै आज हजुरहरूका लागि हरियो रङ शुभ रङको रूपमा रहेको छ। मिथुन राशि। चन्द्रमा मिथुन राशि हुनेहरूका लागि आज 10औं भावमा पर्नु भएको हुनाले कार्यक्षेत्रमा सक्रियता, जागिरमा प्रशंसा, पदोन्नति, नयाँ जिम्मेवारी प्राप्त तथा अफिसमा प्रशंसा आदि हुन सक्नेछ। वरिष्ठसँगको अनावश्यक संवादमा विवादमा भने सावधानी रहनु न हजुरहरूलाई सावधान गराइन्छ। त्यस्तै आज हजुरहरूका लागि पहेँलो रङ शुभ रहेको छ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आज चन्द्रमा 9औं भावमा रहनु भएको छ। चन्द्रमा 9औं भावमा रहनाले भाग्यको साथ मिल्ने, गुरुजन अथवा ठुला आफूभन्दा उच्च मातहतका व्यक्तिहरूको आशीर्वाद मिल्ने, सर सहयोग मिल्ने, धार्मिक कार्यमा रुचि बढ्ने, उच्च आध्यात्मिक जागरण हुने, धार्मिक यात्रा हुन सक्ने, गुरु वा ज्येष्ठबाट सहयोग हुने हुँदछ। तर यात्रामा हतार नगर्नुहुन हजुरहरूलाई आजको लागि सावधानीका रूपमा राखिन्छ। त्यस्तै हजुरहरूका लागि आजको लागि सेतो रङ शुभ रहेको छ। त्यस्तै जाउँ अब सिंह राशिमा। सिंह राशि हुनेहरूका लागि चन्द्रमा आज 8औं भावमा पर्नु भएको हुनाले मानसिक चिन्ता बन्न सक्छ। गोप्य विषय र पुराना कुरा सम्झना आउन सक्छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु आवश्यक रहेको छ। त्यस्तै अनावश्यक झैझमेलामा फस्न सक्ने भएकाले नयाँ कार्यको सुरुवात आज नगर्नुहुन हजुरहरूलाई सचेत गराइन्छ। रिस र आवेग नियन्त्रण गरेर अगाडि बढ्नुहोला। भावनामा बहकेर अगाडि नबढ्नुहोला। कानुन र यथाशक्य प्रमाण जुटाएर मात्रै हरेक कार्यमा अगाडि बढ्नुहुन हजुरहरूलाई सावधान गराइन्छ। त्यस्तै हजुरहरूका लागि आज सुनौलो रङ शुभ रहेको छ। कन्या राशि। चन्द्रमा आज हजुरहरूको कन्या राशि हुनेहरूको 7औं भावमा रहेकाले दाम्पत्य तथा साझेदारीमा संवाद बन्नेछ। व्यापारिक सम्झौता हुन सक्छ। कुनै पनि व्यक्तिसँग, नयाँ व्यक्तिसँग भेटघाट तथा वार्तालाप हुन सक्छ। बोलीमा नम्रता अपनाउनु हजुरहरूलाई सावधान गरिन्छ। त्यस्तै आज हजुरहरूका लागि हरियो रङ शुभ रङको रूपमा रहेको छ।
अब जाउँ तुला राशितिर। तुला राशि चन्द्रमा षष्ठ भावमा भएकाले तुला राशि हुनेहरूका लागि आज प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। मेहनतको परिणाम देखिन सक्छ। कोहीबाट आज ऋण नलिनु होला र कसैलाई ऋण नदिनु होला। सकेसम्म झगडा र विवादबाट टाढा बस्नु हुन हजुरलाई सचेत गराइन्छ। त्यस्तै सावधानीका रूपमा स्वास्थ्य र खानपानमा ध्यान दिन समेत हजुरहरूलाई राशिले सचेत गराएको छ। त्यस्तै हजुरहरूका लागि आज शुभ रङको रूपमा नीलो रङ रहेको छ। वृश्चिक राशि हुनेहरूका लागि चन्द्रमा आज पञ्चम भावमा रहेका छन्। विद्यार्थीहरूका लागि अनुकूल हुने, सृजनात्मक शक्ति, रचनात्मक शक्ति र विद्या अध्ययनका लागि अनुकूल समय रहेको छ, अनुकूल दिन रहेको छ। बुद्धि, सृजनशीलता र अध्ययनमा प्रगति हुनेछ भने सन्तान सम्बन्धी शुभ समाचार सम्भव हुनेछ। त्यस्तै आज राम्रा मान्छेहरूसँग भेटघाट हुनेछ भने मिष्टान्न लाभ इत्यादि पनि हुनेछ। तर भावुक भएर निर्णय नलिनु हुन हजुरको राशिले सचेत गराएको छ। त्यस्तै हजुरहरूलाई आज शुभ रङको रूपमा रातो रङ रहेको छ। धनु राशि चन्द्रमा धनु राशि हुनेहरूका लागि आज चतुर्थ भावमा परेको हुनाले घर परिवारमा समय बिताउने अवसर, घर परिवारसँगको संवाद बढ्ने, सम्पत्ति तथा घरायसी विषयमा सोच बढ्ने तथा कुनै पनि सम्पत्ति जोड्ने विषयमा, घरमा नयाँ भाडा होस् या स्थायी सम्पत्ति जोड्ने विषयमा अग्रसरता अथवा मन जाने देखिन्छ। तर मनको चञ्चलतालाई नियन्त्रण गर्नुहुन हजुरहरूलाई हजुरहरूको राशिले आजको लागि सचेत गरेको छ भने हजुरहरूका लागि आज शुभ रङको रूपमा पहेँलो रङ रहेको छ। मकर राशि चन्द्रमा तृतीय भावमा भएकाले मकर राशि हुनेहरूका लागि आजको दिन साहस र आत्मविश्वास बढ्ने, केही न केही गरौँ जोस जाँगर चल्ने, केही न केही गरौँ भन्ने भावना जागृत हुने, नयाँ योजना सुरु गर्न प्रेरणा मिल्ने, सञ्चार र प्रचारमा सफलता मिल्ने, साथै यात्रा हुने समय रहेको छ। तर हतारमा वचन नदिनु हुन हजुरहरूलाई आज सचेत गराइन्छ र हजुरहरूका लागि शुभ रङ नीलो रङ रहेको छ। कुम्भ राशि हुनेहरूका लागि आज चन्द्रमा द्वितीय भावमा रहनु भएकाले आर्थिक योजना बनाउन शुभ हुने, बैंक तथा ब्यालेन्सहरू जम्मा गर्ने अवसर मिल्ने, शेयर बजारमा राम्रो सफलता हासिल हुने, परिवारसँग समय बित्ने, बानी प्रभावकारी बन्न सक्ने भएकाले केही घरमा नयाँ वस्तु किनिने, थप गरिने समेत दिन रहेको छ। कठोर शब्द प्रयोग गरेर अगाडि नबढ्नुहुन हजुरहरूलाई आजको लागि सचेत गराइन्छ भने आज हजुरहरूका लागि आकाशे नीलो रङ शुभ रहेको छ। मीन राशि हुनेहरूका लागि आज चन्द्रमा प्रथम भावमा पर्नु भएकाले अत्यधिक आत्मविश्वास बढ्ने, नयाँ नयाँ योजना र नयाँ नयाँ सोच आउने, सामाजिक रूपमा सक्रिय रहन सक्ने, आमाप्रति भावनात्मक हिसाबले ज्यादा भावुक हुनुपर्ने स्थिति आइपर्नेछ। तर त्यसका लागि सावधानीको रूपमा भावनामा बगेर कुनै पनि निर्णय नलिनु होला। यात्रा हुन सक्नेछ, कता जाउँ हुन सक्नेछ, कल्पना शक्तिमा वृद्धि हुनेछ। त्यस्तै आज हजुरहरूका लागि शुभ रङको रूपमा सेतो रङ रहेको छ। अब जाउँ आजका भाग्यशाली राशिहरूका विषयमा कुरा गर्न। आज वृश्चिक र मकर राशिलाई भाग्यशाली राशिका रूपमा लिएको छ। वृष राशि लाभ भावमा परेका हुनाले चन्द्र आम्दानी र सहयोगको संकेत गर्दछ भने वृश्चिक राशि पञ्चम भावमा परेको हुनाले बुद्धि र सृजनात्मक बलमा वृद्धि हुनेछ। मकर राशि तृतीय भावमा परेकाले चन्द्र साहस र प्रयास सफल हुने सम्भावनालाई दर्शाउँछ। त्यसैले आजका भाग्यशाली राशिहरू वृश्चिक र मकर रहेका छन् भने आज सावधानी अपनाउनु पर्ने राशिहरूमा मेष, सिंह र तुला रहेका छन्।